हामी चाहिँ के भन्दाखेरि एकअर्कासँग कम्पिटिसन जस्तो भयो कि खास अरूको खुसीमा हुने मलाई खुसी सबभन्दा भनेको- हाम्रो एजुकेसन सिस्टमको सबभन्दा झोर सिस्टम के लाग्छ भन्दाखेरि सर हामी घोडा बनाइदिएको सर यार रेसमा कुद त तपाईँले त घोडा बनाएको म त कुखुरा बनाएँ नि जे बनायो नि बनायो मान्छे भन्दा थिएन मान्छे हुनै दिएनन् के बच्चे जन्मेदेखि चाहिँ कुद फर्स्ट सेकेन्ड हो उनीहरूले पढाएको छ रटाएको छ उनीहरूले जे भन्छ त्यही मानिदिनु परेको छ जे गर्छ त्यही गरिदिनु परेको छ जिन्दगीमा मैले के गर्ने भन्ने कुरा बच्चालाई कहिले रियलाइजै हुन पाएन क्या सर 30 पुगेपछि हुन्छ बल्ल नि होइन यो त म भक्कास वेस्ट गरेँ यार यत्रो वर्ष होइन, मलाई पनि त्यो फिल भएको कि सर सिरियसली कि मैले पढेँ फर्स्ट भयो होइन अनि चाहिँ नाम पनि निकालेँ मिस पनि पढेँ एमडी पनि पढेँ सबै पढेँ होइन लास्टमा त साला अमेरिका जा पैसा कमाएर साला म यतिकै लागि हो त पढेको यतिकै लागि हो त मैले यत्रो जिन्दगी सुरुमै उतै पढाइदिए भइहाल्थ्यो किन यत्रो मेहनत गर्नु भगवान्ले मलाई यहाँ पठाएको त केही गर्नलाई अब त तपाईँलाई नेपाल छोडेर जानु पर्यो भने त बर्बाद हुन्छ तपाईँ त देश होइन म अब यति अमेरिका गइहाल्यो भने म के भन्दा म तिमीहरू अमेरिका भएन साथी हो यो खत्तम भयो तिमीहरू लडेर संसारसम्म अपराध हुने देश संसारसम्म धेरै अरू बलात्कारदेखि सबै कुरा हुने देश यो चाहिँ तिमीहरूको चेतनै मिलेन यस्तो नौखो साथी हो ट्रम्पलाई नै बुझाइदिन्छ नि